होइन त एभरेजको भारी हुन्छ हेलो साथीहरू, फेरि पनि सदा झै तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ हामीहरू। न्यू डे न्यू भ्लगमा तपाईँहरूलाई स्वागत छ। हाम्रो यहाँ धान बोक्ने टोलीहरू, यहाँ चाहिँ मेरो बुहारी, हाई भन्नु यहाँ चाहिँ मेरो बुवा यहाँ मेरो भ्लगमा तपाईँलाई स्वागत छ। यता हेर्नु न। धन्यवाद। धानको हाम्रो आज बिटा बोक्ने दिन हो। धमाधम छौँ भन्नु न। त्यो बाटो बनाउँदै जान्छ। ल आउनु। हामी चाहिँ यसरी जाँदैछौँ। हेर्नु न, यत्रो 8 बजिसक्यो, खेतालाहरू पनि आउँदैन नि। खेतालाहरू पनि आउँदैन। अनि के गर्नु होइन बुहारी? यहाँ चाहिँ हामी देखाएको छैनौँ। यहाँ चाहिँ हामी आमाजु बुहारी होइन, तर हामी चाहिँ साथी जस्तै मिल्छौँ हामी दुईजना। कहिले पनि बाँच्दिनौँ नि। हामी चाहिँ यहाँ दुईजना छौँ, यसरी जाँदैछौँ हामी चाहिँ। ए आमामामा थोरै छ आज बोक्नुपर्ने। लु हेर्नु होला, यत्रो पर यहाँ काटेदेखिको तपाईँहरूलाई अब यो उठाउँदैसम्म अलिक त्यो रोपेदेखिको काट्नु चाहिँ अलिक काट्दाखेरि देखाउनु चाहिँ सकिएन होइन। धेरै मान्छेहरू थिए। अब जस अब भ्याएन भनौँ न, आफू पनि धान काट्दै बिजी भयो। ए थोरै छैन बोक्नु, मान्छे चाहिँ कोही छैन आएको। हामी यदि भर्खर भर्खर आउँदो रहेछ पर को त्यो उयो भद्र दाइ। हामी त त्यही अहिले म देखाउँछु। पर चाहिँ यत्रो 8 बजिसक्यो, अहिले आउँदैछ पर पर पर। घाम कस्तो टिलिलिलिली लाग्यो है। यहाँ ए साथीहरू, हामी चाहिँ यस्तो छ हाम्रो गाउँघर चाहिँ। अब अरू के देखाउनु होइन। लु लु हेर्नु होला, यो यत्रो सबै बोक्नुपर्ने आज। लु साथीहरू कसरी बोक्नु। लु हामी यसरी बोक्नुपर्ने। यसो त राम्रै देख्नु नि। बोक्नु पनि सघाउनु आउनु होला, के गर्नु। मेरो झोला पनि पो खस्यो गाँठ्यो। यत्रो घरदेखि ऊ पर घर छ है साथीहरू। यहाँदेखि आउँदा ओर्दा त बोक्दा ढिलो हुने रहेछ। आधी घन्टामै एकचोटि लान्छौँ कि आऊ है होइन बुवा? टाढो छ। पर चाहिँ आउनेहरू देखिन्छ कि देखिँदैन पर। अब बोकौँ। लु लु साथीहरू, यत्रो छ, यत्रो यत्रो हेर्नु होला। अब अहिले सिममा भेटौँ। अब भारी सारी लगाएर होइन। यहाँ यी जहिले मेरो भ्लगमा चाहिँ देख्नुहुने मेरो भाउजू लक्खर 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 आउँदैछ। भाउजू मेरो भ्लगमा तपाईँलाई स्वागत छ। के भन्नु चाहनुहुन्छ भन्नु न। नभन्ने आज केही नभन्ने। ल कसको भारी आज? कान्छीको बोकेर भालेको सुप खाने। ल अनि यहाँ हुनुहुन्छ हाम्रो गाउँको सबभन्दा वरिष्ठ, सबैभन्दा वरिष्ठ उज्यालो भइसकेर उयो घाम पनि ढ्याङमा लागिन्छ सुतेर उठ्ने। भन्नु चाहिँ भन्थ्यो के अरे 10 बजेसम्म सुत्ने, ओछ्यान मुत्ने काम त लाग्दैन भनेर भन्थ्यो। तर पनि
आज कान्छीकोमा चाहिँ लागेको छ। पर टङ्क प्रसाद है त्यो पर आउने चाहिँ तिमीहरूलाई टिकटक बनायो, काम छैन टिकटक बनायो तिमीहरूको। यहाँ पर टङ्क प्रसाद गिरी यहाँ हाम्रो चाहिँ काका एकदम सहयोगी भावना भएको टङ्क प्रसाद अलिक ठक्छ पनि। लु यता बुवा हुनुहुन्छ यहाँ छिटो छिटो भारी लगाम ल ल गर्ने भन्न लु उयो भाउजू त हिँड यता नफर्किकन बुवा ठेलिदिनु त। अब कति साह्रो गरम रहेछ। सबै हो सबै अझै बान्नु पनि छ। बान्नु बाँकी नै रहेछ। लु ठेल्नु साथी हो यसरी पो भारी बोक्नुपर्छ हाम्रोतिर त। यहाँ बुहारी पर्छ यहाँ तलमान मान्छे बलमान यहाँ छ। खेल्नु पर्छ नि त हो। ए बान्नु त जान्दैन रहेछ यत्रो बुढो भएर। कस्तो खकुलो बानेको। खकुलो बानेको होइन। ऊ हेर त अब सबै घर पुग्दा एउटा मात्रै रहन्छ। अलि भात खाएपछि जस्तो दिमाग हुनुपर्छ नि। भातै खाएको छैन त कता भात खाए जस्तो दिमाग छ। अनि यति बान्दा यति चाहिँ हुन्छ भन्ने हुनुपर्छ क्या मान्छेमा। तर मलाई चाहिँ डोरी चाहिन्छ कि अर्को बान्ने पनि। आफू त यसरी बस्नुपर्छ कि अन्त ठेल्दैन त। ओहो ठेल्दिम आयो आयो यहाँ हेर न यहाँ ल ल ल ल ल हेर यहाँनेरि यहाँ हेर न लु हेर न यो के वा यहाँ हेर न यहाँ लु म चाहिँ जाँदै गरौँ। जाउँ हामी ठेल्दै अब लु अहिले साथीहरू साह्रै पऱ्यो। आया गाह्रो छ गाउँले जिन्दगी। मेरो त खुट्टा चिप्लेर मरे। यो घन्टेहरू आज के भएको के पारा 6-7 जना लिएर आउनु भनेको होइन। 6-7 जना लिएर खुरुक्क आज सकेन भने म फेरि अनि बोलाउनु नि 6-7 जना भनेको। यस्तो पाराले हुँदैन। यति बेला आउने हो। अघि आएको चाहिँ फर्काएर अनि अहिले कसले फर्कायो? मान्छे खोज्न गयो। मार्छु म फर्कायो भन्दा अहिले म आउनुहरू छैन।
यो मेरो बुवा चाहिँ यहाँ हेर न कमान्डर अरे कहाँ अरे यहाँ यो उकाइदिनु त पहिला यता म देखाउँछु यो साथीहरू हामीले यसरी बोक्छौँ यसलाई चाहिँ नदेखाउनु अरे अब चिन्दैन हौ अब यति नै यहाँदेखि देखाइँदैन आज यो भद्र दाइले मलाई कम्ता हँस उठाएन क्या टङ्का प्रसाद कटु पनि झरीको काका यो काकाको कटु अलिक तुना लाउनु है है भन् मेरो ब्लगमा ए मेरो छोरा पनि आएछ बोक्नुलाई खोइ अर्को चाहिँ अर्को स्कुल आउँदैन त्यसको छाला काट्छु म आज लु साथीहरू अब यहाँ चाहिँ फेरि आमामा त गोलमोल आएछ हाई भन्नु आमामामामामा लु यो मान्छे देख्नु भएको छ लु आमामामामामा लु चुम्मा पनि गर्नु ल ल लु A few moments later. लु साथीहरू हाम्रो चाहिँ यहाँ यस्तो खतरा हुँदैछ यहाँ झन् आमामामा के पो नाम पनि यता हेर्नु त कमल खड्का त्यो गीत छ नि यहाँ चाहिँ आमामामा यहाँ हेर्नु त मेरो दिदी ब्युटिफुल मिठो मिठो के पाक्दैछ साग भात दाल पाक्दैछ यस्तो छेत्री बाहुनहरूले त खाँदैन होइन सुँगुरको मासु कुकमेन हो आमा आजको ल यस्तो चिसो खानु अब अरू चाहिँ हाम्रोमा पाउँदैन अरू चाहिँ पाउँदैन भान्सी अब उयो भइसकेको होला हर हर लागेर खाऊ न के खान्छौ त तोङमा खान्छौ कन्ने केटाले गुलियो खाँदैन कि कन्ने केटै हो पक्का अरू के भन्ने बुढो कन्ने हो 4 सिटीमा नपाक्ने साँच्चीकै हो 4 सिटीमा पाक्दैन अब के हो त्यो चाहिँ हामीलाई थाहा भएन चल्ने बोका बुढो कन्ने हो कि बा के हो ल भाइ उयो धन्यवाद ल तँलाई पनि देखाइदिन्छु त लु यहाँ मङ्सिर लागेर है यहाँ चाहिँ लु पक्रिनु छिटो लु कतिको पक्रिनु हुँदो रहेछ है ल क्याच आमामा त्यो जहाँ पाए ती खाएर फ्याल्ने हो यो पुग्दैन क्या कतिजना छ यहाँ पारी कतिजना छ 4 जना ल साथीहरू म चाहिँ गएँ ल छिप्पेको अब 5 सिटी लाउँदा पनि लाग्दैन अरे भद्रसिंह खापौँ के भयो ओइ फ्रिजबाट निकालेर खाए केटा हो
यहाँ मेरो चाहिँ छोरा आमा यो हेर त ऊ यो कान्छा छोरा यता तिम्रो पो तरुनी छोरा बिल्ला हुन्छ त उसको को छ यहाँ हाम्रो गाउँको उदय दाई कस्तो लजाको हाम्रो गाउँको उदय दाई मेरो दाई म खान्छु खानु पानी खाएँ खानु देखाएको छुइनँ हौ देखाएको छैन होइन अब खाँदिनँ के कस्तो केटाकेटी यस्तो गर्छौ के खानुहुन्छ त हाम्रोमा रक्सी चल्दैन के भयो अरे भद्रसिंह के भयो अरे के भयो ए अहिले खान्नमा यहाँ पेटी फुल भएको बुवा ए बुवा साह्रै पर्यो ठिकै हो अहिले एनर्जी ड्रिङ्क आउँछ तपाईँको अहिले चाहिँ यो खाँदै गर्नु ल ओके भन्नु ओके मेरो छोरा आम्मामामा यस्तो ह्यान्डसम छ उयो के पो भन्छ तरुनी शुक्रबारेको को छ यता हेर है मेरो छोरालाई मेरो छोरा त यस्तो काम गर्छ है गरी खानु आउँछ भने खेती मात्रै छ के को खसी हाम्रोमा सुँगुर काट्छ सुँगुर अनि तपाईँ चल्दैन यसो लुकाएर सुँगुरको मासु चल्दैन अचेल त कति छ हौ पारी कतिजना म पारी गरेर आउँछु ल यहाँ खेल्नु बिचरा मेरो दाजु ल म पर गएर आइहाल्छु के आयो यो फेरि अनुहार छोइन त ए भयो ए बेजेतको भारी हुन्छ अर्को तान्नु अर्को रमाइलो भयो छमा आउँछ सुन्नु पर्दैन बोल्नु चाहिँ सक्यो बनाउँछु भन्थे बेहुला गई ल भोलि युट्युबमा देख्यो भने लु कट गरिदिउँ A few moments later. यस्तो टन्टलापुर घाममा साह्रो पर्यो नि आज त बल्ल 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 यत्रो साह्रो पर्यो यहाँ सबसे ठुलो भारी बोक्ने हेर त यहाँ माम खायो कति खायो कस्तो के भएर मधुरो देख्यो घामले होला है आमामा मेरो अनुहारै त्यस्तो छ त्यस्तो ह्यान्डसम भएर आउनुपर्छ टाउको दुखो कस्तो लु यसरी फाल्नुपर्छ त हाम्रो गाउँमा त होट तरिका
यसको फेरि कस्तो हाँस उठेर परेको त यता हेर यता हेर्न यता हेर आमा यता हेर्न परदेखि सकिँदैन क्या त्यहाँ त माथि चढ्नु लाउनु न दा यो भारी त ब्याउनु आँटेको अहिले त अब सकियो एनर्जी भनौँ न A few moments later. हेलो साथीहरू फेरि हामी चाहिँ यहाँ घरको काम सकेर फेरि हामी यहाँ बाँसे चौरी भन्ने ठाउँमा आइपुगेको छौँ नि यहाँ छ मेरो छोरा के पो दाइ यता आउन हामी यता छौँ अनि यसरी यहाँ त फेरि कपिराइट लाग्छ होला नि यस्तो छ यो के पो भन्छ यो चाहिँ बाँसे चौरी हो है हेर्नु होला कस्तो छ म ब्याक गरौँ ल साथीहरू यो बाँसे चौरी तपाईँहरूमा आउनु होला यहाँ चाहिँ यस्तो छ बाँसे चौरी माछा होला यस्तो छ है तपाईँहरूमा आउनु होला यहाँ यस्तो दामी छ के पो पाउँछ सुँगुरको सेकुवा सबै कुरा पाउँछ तपाईँहरूमा आउनु होला यस्तो छ यहाँ चाहिँ यी हेर्नु होला यस्तो रमाइलो छ यहाँ चाहिँ फेमस भनेको सुँगुरको के पो सेकुवा अनि त्यहाँदेखि अब चिकनहरू पनि पाउँछ हरेक थोक पाउँछ त राम्रो छ सुनसान वातावरण होइन राम्रो छ यहाँ चाहिँ धेरै मान्छेहरू आउनुहुन्छ अनि तपाईँ मासतिर तपाईँहरूमा आउनु होला यसरी हुन्छ यतातिरै यता क्या ऊ कस्तो दामी देखेको नि यसरी तपाईँहरूमा आउनु होला यतातिर उता पऱ्यो नि अस्ति हामी आउँदै त्यो यता आएको थियौ कि थिएनौ तिमी आएको थियो कति 3 चोटि आएको थियो आमामा घाम त के साह्रो टिलिक्कै परेछ हौ त पार्क थियो र अस्ति आउँदा हामी पहिला तिमी चाहिँ कोसँग आयौ यहाँ फेरि बाबाहरूसँगै आएको त 3 चोटि आएको को ए एकचोटि ठुलबाबाहरू सानो बाबाहरूसँग वा कस्तो दामी देखेको हेर न आमामा यहाँ आउनु होला सुनसान एकदम वातावरण चाहिँ सुनसान छ होइन यस्तरी अब फर्क्यौँ है ऊ पर केटाकेटीहरूको खेलाउनेहरू पनि छ त्यहाँ आउनु होला तपाईँहरू हामी अगाडि देखाउँ यता आउन कस्तो राम्रो देखेको नि तिमीलाई ए मेरो छ्यामाको भ्लगमा भन न हेरिदिनु माया गरिदिनु भन हस् उयो फिल्टरमा ए अहिले त के भयो भोलि पठाएछु म त यस्तो छ दामी छ हेर्नु होला यस्तो यतापट्टि हेर कस्तो राम्रो यतापट्टि आउनु नि टिरिक्क टल्किरहेको छ हेर्नु होला तपाईँहरू आउनु होला यो के पो अरे यो बाँसे चौरी यस्तो छ यस्तो दामी छ बिहा गरौँ त्यहाँदेखि उता चाहिँ कहाँ ऊ त्यहाँ राम्रै होला नि गाउँ छैन यहाँदेखि उता केही छैन जङ्गल मात्रै छ यस्तो छ बाँसे चौरी यसको नामै बाँसे चौरी हो तपाईँहरू आउनु होला यस्तो राम्रो छ कि यस्तो दामी छ सुनसान वातावरण आउनु ल आउनु ल हाँसेको चाहिँ फेरि
आउनु ल यो बाँसो चौरी यस्तो दामी छ क्युट छ हामी कतिजना छौँ भन्दाखेरि हामी कतिजना भन त 8-9 जना छौँ आइसक्रिम अनि यहाँ चाहिँ यस्तो अलिअलि सर्टकट देखाइदिउँ सर्टकट एकछिन साथीहरू यस्तो दामी छ क्या कहाँ हो हाम्रो यहाँनिरमा कता यहाँ चाहिँ नि मासु यहाँनिर आफै मासु सेकुवा यस्तो दामी बनाउनुहुन्छ यहाँनिर आउनु ल राम्रो छ हेलो यो त हेर्न हौ लु हेर्दैन पो भन्न मजाले यहाँ मेरो दिदीकोमा शिशिर पाचे मगर आमामा टिरिक्क टल्कियो त हौ यहाँ थियो यता हेर मलाई त अघि देखाएको भयो हामी त कति देखेको नि अब यहाँ देखाएको छैन आमामा जिउ दुखेछ दाजु